सो हाई एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आम राजु। सो तपाईँहरूको धेरै डिमान्डपछि चाहिँ मैले एसआइपी कसरी रजिस्टर गर्ने फुल भिडियो ल्याउनुहोस् भनेर टिकटकमा धेरै डिमान्ड भएको हुनाले यो भिडियो रेकर्ड गर्दैछु। अब एसआइपी रजिस्ट्रेसन गर्नुभन्दा अगाडि तपाईँहरूलाई आफ्नो ब्याङ्क अकाउन्ट र मेरो सेयर अकाउन्ट चाहिन्छ, जुन चाहिँ तपाईँले फिजिकली ब्याङ्कमा गएर बनाउन सक्नुहुन्छ। जुन ब्याङ्कमा आफ्नो ब्याङ्क अकाउन्ट छ त्यसमै गएर मेरो सेयर अकाउन्ट बनाइदिनुहोस् भन्नुहोस्, तपाईँहरूलाई सजिलै बनाइदिन्छ। त्यसपछि विदिन अ मन्थ तपाईँलाई चाहिँ आइडी र पासवर्ड आउँछ। अब आइडी र पासवर्ड आएपछि तपाईँले लगइन गर्नुहुन्छ, मेरो सेयर अकाउन्टमा लगइन गर्नुहुन्छ, ड्यासबोर्ड यस्तो देखिन्छ। अब तपाईँलाई यो मेरो सेयर अकाउन्ट चाहिँ किन चाहिन्छ भन्दा, यो मेरो सेयर भनेको चाहिँ तपाईँले एसआइपी गर्दाखेरि जुन त्यो युनिटहरू बाई गर्नुहुन्छ नि त्यो आएर बस्ने यो चाहिँ एउटा घर हो क्या। अब यो घर भयो तपाईँको। अब यो एसआइपी रजिस्ट्रेसन गरेपछि चाहिँ मन्थली यो म्युचुअल फन्डहरूले किनिदिन्छ अनि त्यो चाहिँ यसमा आएर बस्छ क्या। तपाईँको माई सेयरमा गर्नु जानुभयो भने एभ्री मन्थ कति बाई भयो, कति हजारको बाई भयो, मेरो टोटल युनिट कति छ भनेर देखिन्छ। त्यसको लागि चाहिँ यो चाहिन्छ। अब सिधै लागौँ भिडियोतिर है। मैले चाहिँ नोबेल म्युचुअल फन्ड चुज गर्नुको रिजन के भने यतिकै इजी भएर चुज गरेको हो होइन। अब यसमा चाहिँ नेपालमा 6वटा ओपन इन्डेड म्युचुअल फन्डहरू छ। त्यो म्युचुअल फन्डहरूमध्ये कुन चुज गर्ने भन्ने चाहिँ त्यो तपाईँको आफ्नो पर्सनल थिङ हुन्छ। मैले यो गरेको छु भनेर तपाईँले त्यही फलो गर्दा मेरो क्राइटेरियासँग तपाईँहरूको नमिल्न पनि सक्छ होइन। अब त्यसको लागि चाहिँ त्यो कसरी चुज गर्ने भन्ने कुरामा चाहिँ 6वटा मध्ये हेर्नुहोस्, लास्ट 3 इयरदेखि कुनले चाहिँ रेगुलरली डिभिडेन्ड दिइरहेछ र कुनको चाहिँ डिभिडेन्ड एल्ड एकदमै हाई छ त्यही चुज गर्नुहोस् होइन। अब न्याप पनि एकदमै कन्स्ट्यान्ट तरिकाले एकै ठाउँमा मेन्टेन भइरहेको हुनु पऱ्यो क्या। त्यो अति भोलाटाइल भइरह्यो भने त्यो चाहिँ अलिकति राम्ररी म्यानेज नभइरहेको हो कि भन्ने पनि बुझिन्छ। सो अब मैले चाहिँ इक्जाम्पलको लागि नोबेल म्युचुअल फन्ड लिएको हो। अब फर्म भर्नतिरै लागौँ। अब यहाँ तपाईँको आफ्नो कुन ब्याङ्कको हो त्यो सोध्छ होइन। अब इक्जाम्पलको लागि मैले यत्तिकै राखिदिएको हो यो होइन। अब तपाईँको अकाउन्ट नम्बर, मोबाइल नम्बर, अब यो डिटेलहरू राख्दै जानु, सिटिजनसिप नम्बर, डेट अफ बर्थ, पे नेम, तपाईँको नाम के हो, पे कन्ट्याक्ट नम्बर राखिदिनुहोस्। अनि इन्स्टलमेन्ट अमाउन्ट ल मानौँ यहाँ मैले महिनाको 1500 गर्ने भयो अरे। ल अब रजिस्ट्रेसन आजदेखि सुरु भयो, आजकै डेट हुन्छ यो होइन। अब पेमेन्ट मोड अब केबाट गर्नुहुन्छ, कनेक्ट आइपिएस, इसेवा, खल्ती एउटा चुज गर्नुहोस्। अनि त्यसपछि यो जुन मोड अफ सिप छ नि यसलाई चाहिँ अनलिमिटेड राखिदिनुहोस्, किनभने लिमिटेड राख्यो भने तपाईँले अनलिमिटेड राख्नुहोस् किनभने तपाईँलाई पछि सजिलो हुन्छ। अनि यो सिप अफ इन्टरभलमा चाहिँ मन्थली राख्दा एकदमै राम्रो। अनि त्यसपछि यो सिप रजिस्ट्रेसन डेट तपाईँले एडिट गर्न मिल्दैन, तर यो चाहिँ कतिखेर गर्नुहोस् भन्दाखेरि जब तपाईँको स्यालेरी आएर 1-2 दिन हुन्छ नि अनि ठ्याक्क त्यति बेला गर्नुहोस्, किनभने तपाईँसँग स्यालेरी आएर ठ्याक्क बसिरहेको हुन्छ, खर्च भइसक्यो हुन्न, अनि ठ्याक्क त्यति बेला एसआइपीको पैसा दिन पनि हुन्छ। अब स्यालेरी आएको 10-15 दिनपछि गऱ्यो भने तपाईँसँग आएको स्यालेरी सबै सकिसक्यो हुन्छ अनि यो पैसा दिने बेला फेरि हुँदैन होइन। त्यो यदि तपाईँले त्यसरी स्किप गर्दै जानुहुन्छ भने त्यो कम्पाउन्डिङले राम्ररी काम पनि गर्न पाउँदैन। अनि आफ्नो ब्याङ्क चुज गर्नुहोस् कुन ब्याङ्क हो, अनि ब्याङ्क अकाउन्ट नम्बर राखिदिनुहोस्। अनि त्यसपछि यहाँ मुनि आएपछि सिटिजनसिप फ्रन्ट साइड भनेको छ, यसमा चाहिँ नागरिकताको अगाडिको फोटो राखिदिनुहोस्, यहाँ पछाडिको राखिदिनुहोस्, यो चाहिँ चाहिँदैन तपाईँहरूलाई। अनि त्यसपछि इमेल राखेर ओटिपी आउँछ अनि भेरिफाई गरिदिनुहोस्। अनि यो बक्समा चाहिँ टिक लाउन नबिर्सिनुहोस्, किनभने यो चाहिँ तपाईँलाई जुन म्युचुअल फन्डले प्रत्येक वर्ष डिभिडेन्ड दियो भने त्यो डिभिडेन्ड चाहिँ उनीहरूले फेरि रिइन्भेस्ट गरिदिने भन्ने कुरा हो क्या। किनभने अब तपाईँले यो टिक लगाउनु भएन भने उनीहरूले तपाईँको सिधै ब्याङ्कमा पठाइन्छ त्यो तपाईँले वर्ष नै पाउने डिभिडेन्ड, अनि त्यो खर्च हुँदै जान्छ। तर हामीलाई त अमाउन्ट त पछि त ठुलो बनाउनु छ नि त हो, त्यसको लागि चाहिँ यो एकदमै इम्पोर्टेन्ट छ। यो क्लिक गरिदिनुहोस्। अनि अब यहाँ माथि अलिकति राम्ररी हेर्नुपर्ने भनेको कुराहरू खासै केही पनि छैन। अब तपाईँलाई यहाँ यो डिटेलहरू भर्नको लागि चाहिँ यहाँ मेरो सेयरमा गएर यहाँ माई डिटेल्समा जानुहोस्। अनि त्यसपछि यो बिओआइडी चाहिने हुन्छ। अब यो यहाँ जे भनेछ त्यति क्राइटेरियाहरू राख्दै जानुभयो भने सबै नै हुन्छ। आफ्नो केही डिटेल्सहरू चाहियो भने यता मेरो सेयरको माई डिटेल्समा जानुहोस्, यहाँ जे छ त्यहीलाई यहाँ फर्म फिलअप गरिदिनुहोस्। सबै फिल गरिसकेपछि अनि यहाँ अदर चुज गर्नुहोस्, नभए स्यालेरिड पर्सन भए स्यालेरिड, नभए बिजनेस छ भए बिजनेस, जे छ त्यो चुज गरिदिनुहोस्। अनि त्यसपछि प्रोसिड फर पेमेन्ट गर्नुहोस्।
प्रोसिड फर पेमेन्ट गरेपछि तपाईँलाई अप्सन आउँछ केबाट पे गर्ने भनेर, अनि पे गरिदिनुहोस्। अनि त्यसपछि विदिन अ मन्थ तपाईँलाई चाहिँ विदिन अ विक तपाईँलाई चाहिँ उनीहरूले आइडी र पासवर्ड पठाइदिन्छ। अनि त्यसपछि लगइन गर्नुहोस्, यहाँ लगइनको बटन छ नि, लगइन गर्नुहोस्। अनि लगइन गरिसकेपछि सेम यही ड्यासबोर्ड खुल्छ। अनि महिनै पछि तपाईँहरूलाई चाहिँ नबिल यो म्युचुअल फन्डले चाहिँ इमेल आउँछ, जुन अब तपाईँले 1 गते एसआइपी पैसा तिर्ने डेट हो भने 2 दिन अगाडि वा 1 दिन अगाडि आउँछ। अनि एसआइपी रजिस्ट्रेसन एसआइपी पेमेन्टमा जानुहोस्। अनि महिनै पछि त्यो इमेल आएपछि चाहिँ अनि अब जुन तपाईँलाई यो बिओआइडी चाहिने हुन्छ, यो बिओआइडी फर्म भर्दा नि फिलअप गर्नुभएको थियो नि त, हो त्यो। अब यहाँ राखिदिनुहोस् आफ्नो बिओआइडी, अनि क्लाइन्ट आइडी राखिदिनुहोस्। यो राखेर अमाउन्ट यहाँ आफै देखाइहाल्छ। अनि प्रोसिड फर पेमेन्ट गर्नुहोस्। यही हो, इजी छ। अब केही कन्फ्युजन भयो भने कमेन्टमा लेख्नु होला। हस् त, थ्याङ्क यू।